बसन्तेले धोका दिएको कुरा मधुले थाहा पाएपछि मधु पागल जस्तै भएकी छिन्। अब मधुले जे पनि गर्ने जस्तो देखिएको छ। दर्शक पनि मधुले अब आफ्नो मनलाई सम्हालेर अगाडि बढ्नुपर्छ र बसन्ते र रिताको सम्बन्ध एकदम राम्रो हुनुपर्छ भन्ने चाहनुहुन्छ भने यस च्यानललाई सब्सक्राइब गरी कमेन्टमा बसन्ते र रिता भनेर लेखिदिनु होला। दर्शक बिन आउनुहोस् यस भिडियो अन्तिमसम्म हेरौँ, त्यसपछि हामी समीक्षा गर्ने नै छौँ। मधु तैँले यो के गरे कि? मैले जे गरे पनि तपाईलाई के मतलब? तपाई पनि अहिले त मेरो दुश्मन जस्तै बन्नु भएको छ हैन? छोरी त बसन्तेको मायामा यति धेरै पागल हुन्छस् भनेर मैले सोचेको पनि थिएन। बसन्ते? को बसन्ते? कस्तो बसन्ते? तपाईले पनि बसन्तेलाई चिन्नुहुन्छ र? मैले सोचेको थिएँ बसन्तेलाई त तपाईले बिर्सिसक्नु भयो भनेर। छोरी त्यसो नभन। तेरो खुसीको लागि मेरो हजारौं सपना मारेर म यहाँ आएर बसेको छु। अब अर्कैको भइसकेको मान्छेलाई सम्झेर आफूलाई आफूले किन यसरी सजाय दिन्छस्? को अर्कैको भएर? सायद तपाईले बसन्तीको कुरा गर्नु भएको होला हैन? त्यस्तो होइन। बसन्ते मेरो मनमा बसेको छ। जबसम्म बसन्ते मेरो मनबाट डेडा सारेर अरूको मनमा बस्न जाँदैन तबसम्म बसन्ते मेरै हो र सधैँभरि मेरै हुनेछ। ठिक छ, बसन्ते तेरै हो छोरी। अब आफूले आफूलाई सम्हाल्ने कोसिस गर। हस्। चिन्ता नगर्नुस् बुवा, म ठिक छु। बसन्ती धोकेबाज होइन, उलाई कसैले धोकेबाज बनाएको हो। बिचरालाई पनि आफ्नो मनबाट मलाई हटाउन कति गाह्रो भएको होला। त्यसपछि ऊ पनि म जस्तै कति रुदो, कति रिसाउँदो अनि कति कराउँदो। त्यति बेला सबैले उलाई गाली गरेका होलान्। हिजो अस्ति त म आफैले फोन गरेर चिन्ता नगर्नुहोस् तपाईको साथमा म छु भन्थे, तर आजबाट त त्यसरी फोन गरेर तपाईको साथमा म छु भन्ने अधिकारले पनि बिदा मागिसकेको छ। तैँले मात्र चिन्ता गरेर के गर्छस्? जो मान्छेलाई तेरो वास्तै छैन र यति बेला ऊ कसैसँग खुसी भएर रमाइरहेको होला। म कसरी रमाउनु? रमाउनको लागि त मन प्रफुल्ल हुनु पर्दो रहेछ, तर जति कोसिस गरे पनि मन खुल्नै मानेको छैन। यसो गरिस् भने रिताको के हालत हुन्छ? आफ्नो बारेमा नसोचे पनि अलिकति अब अरूको बारेमा सोच्ने गर के। हेर त अहिले दाइहरूको मायाले बहिनी पनि यतै आकी छिन्। यो बेलामा तेरो यस्तो अवस्था देखेपछि बहिनीको मनले पनि के सोच्छ होला? जे सोच्न पर्ने हो बहिनीले सबै सोचिसकिन्। हेर्नुहोस् त, आज रिता मसित भित्र बसेर बेसरी कराउँदै थिइन्। सायद त्यही कराएको देख्न नसकेर अनि उनलाई नरमाइलो लागेर नराम्रो लागेर होला बहिनी त यत्तिकै हिँडिछिन्। छ्या, तिमीहरू पनि के भएको हो के भएको? अलिकति बेबारिक हुन सिकाउ न। यो पाराले तिमीहरूको घर कसरी बस्छ? खै कसरी हो कसरी। आज त रिताले मसित छोडपत्रसम्म माग्न भ्याइन। हेर्नुहोस् न। के कुरामा नि? त्यही मधुको कुरामा के। अनि तैले यस्तो हुँदासम्म
किन अझै पनि मधु मधु भन्छस् त? हेरै ख्याल राख, एकपटक घर बिग्रियो भने अर्को पटक बसाल्न निकै गाह्रो हुन्छ नि। यो सबै कुरा ख्याल राखेर त मैले मधुलाई भेटेर अब मेरो बिहे भइसक्यो, मसित फोनमा बोल्दाखेरि अलि लिमिटमा कुरा गर्ने गर भनिसकेँ नि। अनि के भनिन् त मधुले? बेसरी रुँदै थिइन् के रे। त्यत्तिकैमा मैले ज्यानुको साथमा छोडेर हिँडिहालेँ। सायद बिचरी यति बेला त पागल भएकी छिन् होला। भनेपछि तँलाई अझै पनि मधुको माया लाग्छ हो? माया त लागिहाल्छ नि। एकपटक माया गरेको मान्छेलाई जिन्दगीभरि भुल्न नसक्ने यही मान्छेको जात हो। अझै मधु त मेरो घरमा धेरै समयसम्म बुहारी जस्तै बनेर बसेकी थिइन्। के गर्छस् त, समयले तिमीहरूलाई छुटाएर खोलाको वारिपारी जस्तो दुई किनारा बनायो। अब आफ्नो जिन्दगी सजिलो बनाउनु छ भने रितासित नजिक हुन सिक अनि उनलाई माया गर्ने कोसिस गर। खै कसरी नजिक हुने जति बेला पनि मसित झर्केर बोल्न थाल्छिन् अनि ठुस्स परेर बस्छिन्। हेर बसन्ते, खासमा छोरी मान्छे मायाको निकै भोगी हुन्छन्। अझै कसैले उनीहरूको केही कुरामा ख्याल राखेको देख्यो भने त उनीहरू निकै खुसी हुन्छन्। त्यसैले रितालाई माया गर, उनको ख्याल राख। त्यसपछि रिता आफै तँसँग नजिक हुनेछ अनि कहिले रिसाउने छैन। हस्, मैले कोसिस गरौँला नि त। अनि बहिनी यही बाटो कतै गएको त तपाईँले देख्नु भएन नि? नै देखिन, सायद हाम्रो घरतिर गएकी होलिन्। खै हामी दाइ भाउजूभित्र बेसरी कराएको सुनेर अनि झगडा गरेको सुनेर नरमाइलो लागेर हिँडेकी थिइन् होला। नराम्रो त लागिहाल्छ नि, दाइ भाउजू भनेर यहाँसम्म आएको मान्छेसँग नबोल्ने अनि आफू आफूमा झगडा गरिसकेपछि। हुन्छ नि त, म एकपटक तपाईँको घर पुगेर आउँछु अनि तपाईँ पनि छिट्टो छिट्टो गरेर आउनु होला है। ल ल, म भारी पुर्याएर आउँछु, तँ जाँदै गर। हस्। रिता भाउजू, बसन्त दाइ खोइ त? तपाईँको दाइ त बहिनी कता गइछ भनेर पिरमान्दै खोज्दै जानु भएको छ बाटोतिर। अनि नानी, तपाईँ चाहिँ कहाँ जानुभएको थियो नि? यत्तिकै केही नभनी जानु हुन्थेन नि तपाईँ पनि। अनि तपाईँहरू भित्र बसेर किन झगडा गर्नु भएको त? त्यस्तो झगडा देख्दाखेरि बहिनीलाई नराम्रो लाग्दैन? कहिलेकाहीँ बुढाबुढीमा सानोतिनो ठ्याकठ्याक ठुकठुक त परिहाल्छ नि बाबु। अनि नानी, आउनुहोस् यता बस्नुहोस्, म चिया पकाउँछु अनि खाम्ला। चिया अघि नै बसन्ते दाइले बनाएर खाइसक्यौँ भाउजू। बरु बसन्ते दाइ कता जानुभयो, जाम न बोलाउन। पर्दैन बोलाउन जान, एकछिनमा आफै आइहाल्नुहुन्छ नि। बरु मलाई त हजुर आउनु भएको भएर साह्रै खुसी लाग्यो। आजसम्म यो घरमा आएदेखि एक्लै भएकी थिएँ, आज बल्ल तपाईँलाई साथी पाएकी छु। ल ल बहिनी, बस्दै गर, म बसन्त दाइलाई बोलाउन जान्छु। हस् दाइ। आउनुहोस् नानी, यता बसौँ। अनि हजुरको माइती नि? मेरो माइती त सहरमा हो नानी। अनि घरतिर बुवा आमा सन्चै हुनुहुन्छ नि? सबै सन्चै हुनुहुन्छ। मेरो चाहिँ केही समयको लागि कलेज बिदा भएर म यता आएँ। ठिक छ नि त, बरु अबदेखि यतैबाट कलेज जाने आउने गरे पनि त हुन्छ नि। हुन त हुन्थ्यो के रे। हेरौँ, सबै कुरा भने जस्तो भयो भने त्यस्तै गरौँला नि त। हुन्छ। अनि भोक लागेको होला, बस्दै गर्नुहोस्, म खाजा बनाउँछु। मलाई पाहुना मानेर हजुरले यस्तो भन्नुभएको हो? आज पहिलो पटक मेरो घरमा आउनुभएको छ, त्यसैले आजको दिन हजुर मेरो लागि पाहुना जस्तै हो। आज एक दिनको लागि तपाईँले मलाई पाहुना सोच्न पाउनुहुन्न। म पनि तपाईँकै घर परिवारभित्रको सदस्य हुँ। आजसम्म हामीलाई समयले छुटाएर टाढा टाढा राखेको थियो, तर भगवानको कृपाले हामीलाई फेरि एक बनायो। अब हाम्रो यो एकता सधैँभरि कायम रहिरहोस्, मैले भगवानलाई यही प्रार्थना गरेकी छु। कति धेरै बुझकी हुनुहुँदो रहेछ तपाईँ, मलाई त साह्रै खुसी लाग्यो। रिसाउनुहुन्न भने एउटा कुरा सोधौँ? सोध्नुहोस् न, म किन रिसाउने हो र? अघि नै बसन्ते दाइ र तपाईँ भित्र किन झगडा गर्नुभएको नि? बेला बेलामा तपाईँको दाइले अलि कुरा बुझ्नुहुन्न, त्यही भएर कहिलेकाहीँ यसो सम्झाउने गर्छु।
तर त्यो हाम्रो झगडा होइन नि। तपाईँहरूको मेरै कारणले झगडा भएको हो कि भनेर मलाई त कस्तो नरमाइलो लागेको थियो। किन हिँड्नु भएको त? आफ्नो परिवारभित्र झगडा हुँदा त छुट्याउन मिलाउन पो आउने हो त। अनि तपाईँले नरमाइलो मानेर यत्तिकै हिँड्न हुन्थ्यो त? भयो नि त, अब मैले बल्ल बुझेँ मेरी भाउजू पनि आमाभन्दा कम्की रहेनछिन्। भाउजूभित्र आमाको शेखापछि अर्को आमाको रूप हुन्छ अरे नानी। त्यसैले अब मलाई पनि आफ्नै आमा सम्झेर ढुक्क भएर बस्नुहोस्। हस्, बरु घरमा केही काम छ कि हिँड्नुहोस्, दुवैजना मिलेर गरौँ। हस् आउनुहोस्, पहिला खाजा बनाएर खाऊँ अनि त्यसपछि के गर्ने हो सल्लाह गरौँला। हुन्छ, हिँड्नुहोस् न त। हस् आउनु। दर्शकबिन अब भने सहरिया बुहारीमा एकदमै बवाल हुने भएको छ। अब सहरिया बुहारीमा के कस्तो हुनेवाला भएको छ त भन्ने थाहा पाउन चाहनुहुन्छ भने सञ्जीवनी युट्युब च्यानलमा गएर हेर्नुहोला र हाम्रो यस भिडियोलाई च्यानल सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला है। हस् त, धन्यवाद।